म चाहिँ यहाँ यो यसको यति माथि चढिसक्यो हो, यत्रो मुनि छ। यतिमै हावा टाइट भयो, यति बाँकी छ। अब जान सक्दैन, मुटुले ठाउँ छोड्न लागिसक्यो। यहीँ रहेछ। मिलो Hello beautiful people, welcome back to my channel. It's a boy Sabinश्रेष्ठ all the humble support. अहिले चाहिँ म भरे स्कुलबाट आएको, लुगा पनि फेरिसक्यो। अब खाना खाने। मम्मीले अब खाना पस्किदिनुहुन्छ। तरकारी मिठो लाग्दैन रे? साग खाँदैन। पल्किन्छ। के खोइ तरकारी पल्किने। टिकटकको दाल। अनि अरू अन्डा खानु न त। अब मुङ्गाको अचार। म मुङ्गा खाँदैन। सिद्राको अचार खाने न खाने? ए अन्डा तालिदिनु। ए खानु पर्दैन, ग्यास बढ्छ। बेलुका मासु, बिहान अन्डा, दिनकै के हुँदैन हौ। यो सामान टिकटकको दाल हो आज। टिकटकमा हेरी हेरी बनायो। टिकटिके बाहिर सरे मम्मीलाई पनि। यहाँ खाना पस्किनु भइसक्यो मम्मीले। यो चाहिँ अचार, अनि यो खै के हो के, अनि यहाँ चाहिँ माछाको अचार, साग, अनि यो चाहिँ टिकटकबाट हेरेर बनाउनु भएको अरे मम्मीले। अब गएर खाने। आउँदैछु हौ। यहाँ चाहिँ मैले अलिअलि फुलहरू रोपेछ। कुन कुन हो मलाई पनि थाहा हुने गर्दा यहाँ फुल रोपेछ। यसमा पानी हालिदिनु लागेको म चाहिँ। यो त कसले हो भाँचिदिएछ। बोतलमा पनि पानी ल्याउनु पर्यो। यहाँ कुन चाहिँले चिगम राखेको रहेछ। चिगम नै छ। रगेर फ्याल्दिउँ। सानो बोतल लगिदिउँला। सानो बोतलको हालिदिउँला। एउटामा मात्रै बाँकी हो, त्यसैले बिना काममा धेरै बोतल धेरै पानी किन खर्च गर्ने। भरे जानुपर्ने फेरि मै नै हो। यस्तो हिँडिरहेछ चाहिँ। स्कुलमा उयो गर्नु भ्याएको थिएन। सरले क्वेसन दिन्थ्यो, त्यो सार्नु भएको थिएन। त्यही अब साथीलाई मेसेन्जरमा पठाइदियो भन्नु पर्यो। होमवर्क गरेर हल्का धेरै छ, त्यसैले दोकान चाहिँ त्यहाँ बन्द गरेर आएको हो। त्यसैले यहाँभित्र बसेर होमवर्क गर्ने। अहिले चाहिँ अघिदेखि मेसेज गरेर आएको छु, कसैले रिप्लाई दिँदैन। अरूको अब अरू सब्जेक्टको होमवर्क बनाइबस्ने। अहिले चाहिँ होमवर्क पनि गरी भ्याइसक्यो। अहिलेसम्म पठाएको छैन। अब कति बेला पठाउँछ त्यतिखेर अनि गर्ने। अहिले अरूको चाहिँ होमवर्क सिद्धिसक्यो, लेखेर पनि भ्याइसक्यो। अब त्यही मात्र बाँकी हो, कतिखेर पठाउँछ। अब म्यासेज चाहिँ गरेर राखेछ। अब चाहिँ हामीले म र मम्मी घाँस काट्नु जानु लागेको। कतातिर हुन्छ, यतै गाउँतिरै, जङ्गलतिर होइन, यता गाउँतिर कता कतातिर काट्ने जाने। अब मम्मी र म
हामी चाहिँ हिँडी पनि सक्यौँ उता यता गाउँमै भनेको होइन रहेछ प्लोटमा जानु रहेछ दाउरा पनि ल्याउनुको लागि मम्मी त्यहाँ अगाडि हिँड्ने हिँड्नु भए बिस्कुट खाएर हिँडेको म चाहिँ साइकलमा हामी चाहिँ यहाँ माथि घरमा म चाहिँ यहाँ माथि घरमा आइपुगे पनि सक्यो अनि यहाँ चाहिँ पाडाहरू चाहिँ कसले ल्याएर मकैको खोस्टा लगाइदिएको रहेछ खाएको चाहिँ रहेनछ खानु त खाएको हो के अरे अलिक थोरै छ मम्मी त घाँस दिनु जानुभएको क्या अनि हजुरलाई पैसा मागौँ भनेको चप्पे खानुको लागि हजुरमा रहेनछ घरमा यति उयो गर्दाखेरि यो हले फाल्दैन मम्मी यति एक बोरा लगाइदिँदा चराप चिरिप खान्छ कति भर्री हालिदिनु भएको थियो यो मकैको खोस्टा चाहिँ कसले ल्याएर हाल्दा मम्मी चाहिँ यहाँ आएर घाँस काट्नुमा लाग्नु भइसक्यो काट्नुभन्दा नि उखाल्नुमा म चाहिँ यहाँ साइकलमा बसिरहेको छु यहाँ चाहिँ बारीमा बाटो रहेछ है यो बाटो कहाँ पुग्छ भनेर म चाहिँ हिँड्नु लागेको थिएँ हल्का लडेको अवस्था म होइन साइकल मात्र लडेको त्यहाँ चाहिँ के हो काठहरू के जस्तो छ यहीँबाट देखिरहेछ काठ छ त्यो पनि हेरिदिउँ ओहो फेरि उर्तिनु पर्यो यहाँ चाहिँ कसको घर बनाउँदै रहेछ बारी बिचमा घर किनभने गुहाली होला यताबाट चाहिँ आँखामै घाम परिरहेछ तर घाम परेको राम्रै हो गोरो देख्छ कालो देख्दैन अब चाहिँ उतै मम्मीबाट नै फर्किनु लागेको म चाहिँ अलि अर्कै ठाउँ पुग्छु होला भनेको लास्टमा यहीँ र त्यहीँ मात्र रहेछ बाटो चाहिँ यस्तो घारी रहेछ यहाँ चाहिँ यहाँ घारीबाट पनि जानुहुन्थ्यो त्यहाँ चाहिँ तार घेरा लाख त्यसैले नगएको अब त्यहीँ मम्मीबाट नै जाने म कोचिङ नपढेको फाइदा यसरी भिडियो बनाउँदै गाउँ डुल्नु मिल्छ होमवर्क बनाउनु मिल्छ स्कुलमै दिन जान्छ चाहिँ त्यसैले पढ्नै छोडेको मैले कोचिङ मात्र स्कुल चाहिँ पढ्छ यहाँ चाहिँ ट्विट रहेछ एक दुईवटा टिपेर खाम भनेर चढ्नु लागेको म चाहिँ यहाँ गइदिउँ पहिला यहीँ रहेछ मिलो कालो कालो चाहिँ उहाँ माथि माथि छ त्यहाँ चाहिँ चढ्नु मिल्दैन मकैको छ उयो चाहिँ यहाँ कटरको उयोहरू छ अहिले चाहिँ कटर फलेको छैन अस्ति नैतिर सानो हुँदा चाहिँ हामीले यो तुइतको रङ बनाएर तुइतलाई निचारेर लग्थ्यो अहिले चाहिँ त्यस्तो गर्दैन यहाँ तुइत छ यी सेतो सेतो अहिले पाक्ने टाइम भएको छैन त्यसैले फलेको मात्र छ कालो भएपछि चाहिँ गुली हुन्छ अनि खानु मजा आउँछ म चाहिँ यहाँ अब यसमा पिकनिक स्पोटमा आएको यता साइडमा बस्ने ठाउँ छ अस्ति नैतिर यतैतिर आएको थियो मम्मीहरूसँग बाबा हुने बेला अहिले त बाबा हुनु हुँदैन गन्धु पनि आउँथ्यो त्यतिखेर चाहिँ अनि पारा चढाउनु पनि अनि अहिले चाहिँ पारा चढाउनु दिँदैन यहाँ यस्तो आँपहरूको यो फुलहरू आँप फल्नु लागेको छ त्यसैले पाराहरूले आँप खान्छ भनेर यहाँ चराउनु दिँदैन त्यसैले यस्तै छ गाउँ चाहिँ स्पोट चाहिँ ठाउँ ठाउँमा बस्ने ठाउँहरू राख्दैछ
तर के गर्नु सब गाडीले ढाकिसक्यो त्यस्तोमा कोही मान्छे बसेर बस्यो भने यस्तोहरूमा मात्र बस्छ है किनभने यो पकाएको यसमा चाहिँ हुँदैन घाँस त छ यहाँ पनि तर चराउनु दिँदैन यहाँ चाहिँ मम्मीलाई छोडेर म चाहिँ फेरि यतातिर आएको मम्मी मै हुनुहुन्छ यति घुमेर आउँछु भनेर म चाहिँ यता आएको उता एकजना मान्छे घाँस काट्दै रहेछ चाहिँ यहाँ साइकल लिएर यहाँ लन्डन ब्रिजमा हाकिदिउँ भनेको लन्डन ब्रिजको हालत चाहिँ यस्तो रहेछ यसमा योहरू पनि मक्किसक्यो होला अलिकति हिँडिदिउँ अस्ति एकचोटि आएको थियो म चाहिँ यस्तोमा आइपुगेँ साइडमा चाहिँ टेक्यो भने अहिले भाँचिन्छ पुरै मक्किसक्यो यो बाँसको बनेको त्यसैले पानी अनि घामले गर्दा यो मक्केको यसरी अहिले बिना काममा केही हुन्छ अहिले बरु उतैतिर बसौँ पुरै यहाँ चाहिँ पत्तै पत्ता भएको छ यस्तो गाछीहरूबाट झरेर हो यस्तोहरूबाट झरेर सब भरियो छ पत्ताहरू चाहिँ मलाई चाहिँ त्यहाँ भर्खरै गाडीमा मान्छेहरू आएको थियो त्यो मान्छेहरूले यहाँ के दिन्छ साना किसानको के हो मम्मीलाई इलेक्सनमा गएर दिने म चाहिँ यतातिर आएको यसमा त्यो माथि त्यो डरममा चढौँ कि जस्तो लागिरहेछ लास्टै अग्लो छ कसैले कराउने हो कि जस्तो लागिरहेछ तर हुनु त त्यो कसैको होइन होला एकचोटि चढी हेर्नु लागेको म चाहिँ अब मैले चाहिँ साइकल त्यहीँ राखिदिएर यहाँ माथि चढ्नु लागेको हो यस्तो अग्लो छ अहिले लड्यो चाहिँ भने मेरो जिन्दगी गयो म चाहिँ यहाँ युएसको यति माथि चढिसक्यो हो यत्रो मुनि छ यतिमै हावा टाइट भयो यति बाँकी छ अब जान सक्दैन मुटुले ठाउँ छोड्न लागिसक्यो म चाहिँ त्यहाँबाट उर्दि पनि सकेँ लास्टै डर लाग्यो त्यसैले उड्दै गयो अलिकति मात्र बाँकी थियो हुनु त तर त्यहाँ केही त्यहाँ डरमहरूमा केही भएर अनि त्यहाँ उयो भएको मौरीहरू केही आएको बालले अनि टोकेपछि म लड्ने सम्भावना हुन्थ्यो त्यसैले त्यहीँबाट फर्किदिएको रिस्क नलिउँ त्यसैले बल्ल हल्का शान्ति भयो मुटु नै ढुकढुक भइरहेको थियो यहाँबाट यतिकै हेर्दाखेरि त सानै देखिरहेछ फेरि माथि चढ्ने बेला चाहिँ कति ठुलो लागेको हो म चाहिँ घाँस पुगाउनु यहाँ घर आएको थिएँ अब फेरि दाउरा काट्ने भन्नु परिरहेको थियो मम्मी अनि त्यहीँ फेरि जाने मम्मीको लागि साथी बस्नुको लागि